Hello guys, welcome to my channel. This is my new blog and आजको प्रोग्राम चाहिँ के छ भने आजको ब्लगमा चाहिँ के छ भने आज लायन्स क्लब अफ पोखरा डेस्टिनेसन हाम्रो क्लबले चाहिँ सरहरूले चाहिँ हाम्रो इन्भाइट गर्नुभएको छ होइन मेटल्याङमा पोखरा मेटल्याङमा हाम्रो इन्भाइट गर्नुभयो केही चिजको उद्घाटन भन्नुभएको थियो अब मलाई नि खासै थाहा छैन होइन त्यहाँ गएरै थाहा हुन्छ होइन सरहरूले चाहिँ केही बनाउनु भएकोमा होइन सोसल वर्कहरूमा सोसल चिजमा हामीले केही बनाउनु भएको छ सरहरूले पब्लिकहरूको लागि लाइक अब हामी चाहिँ त्यहाँ जाँदैछौँ अनि हिजो दिनभरि पानी परेर आज चाहिँ मौसम सफा भयो अहिले चाहिँ 7 o'clock भइसकेछ होइन अब 7 बजे थियो के अरे प्रोग्राम 7 बजे बोलाउनु भएको थियो अब अहिलेसम्म मेरो साथी आएन वेट गर्दैछु अनि अब गएर त्यहाँ चाहिँ अब प्रोग्राममा के हुन्छ होइन ब्लगमा के आउँछ तपाईँहरूले सब देख्नुहुन्छ होइन कस्तो हुन्छ होइन राम्रै हुन्छ ब्लग चाहिँ हेर्दै गर्दै होला ड्युटीसँग प्रोग्रामसँग ड्युटी दुइटै एकैचोटि भाइ एकदम गुड हाम्रो बिआइडी है त हाम्रो यो लियोको बिआइडी है यो 350 एम नेपालको पोखराको लागि होइन बिहान थियो कि हिमाल डेन्जर देखिरहेको थियो कि पछि चाहिँ उसले डाक्यो अहिले चाहिँ ढाक्दैन पुरै लायन्सले चाहिँ माथि त्यो प्रतीक्षालय बनाएको त्यसको ओपनिङ मलाई चाहिँ भन्न नआएर हो कि म चाहिँ फेरि के भनिरहेको थिएँ अनि त्यो मैले पोस्ट पठाएन नेपाली पढ्न कहाँ जान्छ यो चाहिँ अमर सिंहको बाटो है त यस्तो छ हामी त भिआइपिज हो होइन अगाडि पुलिस छ जनता बिचमा सेफ्टीको लागि लियोको भिआइपिजहरू लायन्सको प्रोग्राममा जाँदै उतै डाँडामा आउनुहुन्छ है डाँडा ऊ त्यहाँ माथि देख्दैन भिडियोमा अब त्यही पनि
ह्यान्डसम देखेछ त के हो त्यो चस्मा चाहिँ ह्यान्डसम देखेछ है कसको चस्मा हो कुन हिरोको आयो चस्मा हो यो स्वागत व्यक्त गर्दै स्वागत शिव सरलाई पनि म आइदिनु हुन अनुरोध गर्न चाहन्छु सुरेशको भाइ सुरेशको भाइ यसलाई यता हेरिदिनु म ठ्याक्क हजुरलाई क्लब परिवारले निकै ठुलो मेहनत गरेर आज लभली अब हामीलाई यो ठाउँ त कस्तो भन्दा यहाँ आएर हेरिरहँदा 325 एम नेपालको एउटा सदस्य हुनुभन्दा गर्व लाग्ने ठाउँ बनेको छ यहाँले माथि चाहिँ जुन हाम्रो त यो संरक्षित एरिया 325 एम नेपालको भनेर बोर्ड तलैबाट देखिन्छ धेरै पर्यटकहरू यो ठाउँमा आउनुहुन्छ फेरि त्यहाँ फिस्टेलको प्रतिष्ठालय छ यहीँ हाम्रो फेरि अर्को डेस्टिनेसनको प्रतिष्ठालय भइरहँदा हाम्रो कम्तीमा यो हाम्रो परिवार हाम्रो सम्पत्ति हो कि भन्ने हामीलाई भित्रै मनबाट माया लागेर आएको छ यो कर्म गर्नुहुने सम्पूर्ण साथीहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दै यसको एकदमै समुचित हिसाबले अगाडि बढ्नेछ र जति पनि यहाँ आउने पर्यटकहरू यहाँ बसेर लाइनसँग जोडिनु हुनेछ माया सरासरी गर्नुहुनेछ दृष्टिकवनजीको कार्यक्रमलाई पनि ल्याउनु भएको वरुणजीलाई पनि धेरै बधाई क्लब परिवारलाई धन्यवाद दिँदै मेरो भनाइले यही अन्त्य गर्छु चियावालिया चिया बिस्किट है त गाइस राम्रो लियोजहरू चिया बिस्किट बिना चिनीको प्रेसिडेन्टको सानो इन्टरभ्यू ल्याउनु ओके माइक ल्याइदिउँ अलिक खाइसके स्लिम लाग्यो अनि अब आउने प्रेसिडेन्ट है त भइसक्यो अब त होइन अब एउटा प्रोग्राम राखेर त्यसलाई एउटा सर्टिफिकेट हस्तान्तरण गर्न त्यो अस्तिको सर्टिफिकेट कस्तो फिल भयो कस्तो लाग्यो प्रोग्राम फर्स्ट टाइम राम्रो लाग्यो ठिक छ दामी छ मेथल्याङ है को गार्डन अब हामी चाहिँ माथितिर मैले एउटा पनि रोपेछु कि मतलब प्रोग्राम भ्याइयो के अरे अब हामी चाहिँ माथितिर यसो यस्तो छ भ्यू
चाहिँ धेरैको प्रोग्रामहरू लियो लाइन्सहरूको प्रोग्रामहरू चाहिँ यही हुन्छ लाइक ट्री प्लान्टेसन अनि प्रतीक्षाले फुड बनाउने के बनाउने डस्टबिन हाल्ने सबै प्रोग्रामहरू यही हुन्छ थकित भयो क्या हो हाम्रो फेरि ट्री प्लान्टेसन यहीँ हुने होला नि ल हाम्रो प्रेसिडेन्टले भनिसकेछ है चिहान आउनु होला सबैजना एभोकाडो फल्दैछ पोखरा है त पोखरा हामीले रोपेको हो कि होइन हो के हो नाम यसको अच्छा के छ गाउँले थकित अवस्था ढाड समात्दै एक्सर्साइज खतरा भयो सर खुट्टा दुख्यो अरे मिरर त्यो पछाडि होला सबै थकित भयो सर भ्युज देख्नको लागि अलिकति मेहनत गर्नै पर्छ होइन अनि कस्तो भयो आजको प्रोग्राम राम्रो भ्यू हेर्दै भनिदिनु ल कस्तो भयो प्रोग्राम आजको प्रोग्राम छोटो मिठो राम्रो खाले हामीले गभर्नर अहिले अन्य हाम्रो डिस्ट्रिक्टमा ह्यान्डओभर गरेर राम्रो ह्यान्डओभर होइन साँच्चै यार अबे जल्दी बोल कल सुबह पनवेल निकलना है प्रतीक्षालयको के भन्छ उद्घाटन गरियो हाम्रो लियोको यो बस्ने बेलासम्म मिटिङ भन अहिले हिँड्दा स्कुल खोजौँ रे हाम्रो आजको एक्सर्साइज लियो हाइक त्यो चाहिँ हाम्रो को भ्यू यस्तो राम्रो जस्तो माथितिर आइसकेको छ हामी हरियाली छ हाम्रो यहाँ जहिले नि ट्री प्लान्टेसन भइरहेको छ के अरे त्यसले गर्दा रुखहरू टन्नै छ यहाँ ग्रिनी एरिया इन्भाइरोमेन्ट सफा हावा सबै टपमा आयो हामी थकित भइरहेछ आज मेसल्याङ झऱ्यो धेरै पछि यहाँ रविन्द्र अधिकारी एकचोटि फुक मारेर त्यो बाँदर हटाउनु पर्यो फुकेर
रमाइलो भयो हाम्रो झन्डै यति बनाइदिएछ 26-27 को प्रेसिडेन्टलाई पिङ खेलेर मैले कार्यकाल स्टार्ट गरेँ गरममा केही डेभलप हो भयो के यो चाहिँ गार्डनको ब्याक भ्यू पैसा चाहिँ कलेक्सन उता हाम्रो बाहिरको भर्खरसँग पैसा हल्का फुल्का उठाएर 1 लाख जति जम्मा गर्ने मेरो प्लान बर्खा यस्तो हुन्छ यो पिपल यहाँ यो हो कि बर छलफल चलेको रिसाहा झगडा हे भगवान यो बर हो झगडा भइरहेछ यहाँ झगडा भइरहेछ है यो पिपलको पात झगडा भइरहेछ झगडा त्यो त यहाँ झगडा भइरहेछ कुन पातो भनेर झगडा गर्छन् यो चाहिँ भिक्सको त्यो एभोकाडोको हो अब कसैलाई रुगा लाग्यो भने आउनु यहाँ भिक्स छ यो भिक्सको यो पनि एभोकाडो हो फल्दै खाउँदैन एभोकाडो दुपी हो यो अमला हो यो अमला होइन त्यो यो चाहिँ अमला हो यो यहाँ छ के उयो माथि अमला ऊ चाहिँ घारे हो चिलाउने हो घारे होइन राकेश चिलाउने हो के ऊ त भनेको के राकेशलाई ड्राफ्ट भिडियो 26-27 को प्रेसिडेन्ट अब हाम्रो प्रोग्राम लिएको प्रोग्राम चाहिँ एकदम राम्रोसँग गर्नुपर्छ म सेड्युल बनाएर लिएर आउँछु मैले प्रोग्रामहरूको बारेमा पहिले अलरेडी सोचिसकेको अब त्यो चाहिँ म प्रोग्राम एक दिन मिटिङ राखेर प्रोग्राम गरेर चाहिँ भन्ने हो अरू त के भन्ने है यही नै हो अब ब्लग हाम्रो आजको लायन्सको प्रोग्राम चाहिँ आजको होइन अनि अब हामी चाहिँ घरतिर लाग्न लाग्छौँ अब के भन्ने रे सबैजनाले AJ10लाई लाइक सब्सक्राइब शेयर सबै गरिदिनु होला थ्याङ्क यू बाई One, two. अब यस्तै